संवैधानिक परिषदमा एउटा मान्छे उपस्थित भएन भने 4 जनाको निर्णयबाट पनि पारित गर्न सक्ने भन्ने अध्यादेश राष्ट्रपतिले फिर्ता पठाएका थिए। त्यो चाहिँ फेरि प्रधानमन्त्री बालेन शाहले फेरि राष्ट्रपति कहाँ नै पठाइदिएका छन्। नेपालमा राष्ट्रपति भनेको कार्यकारी होइन। नेपालमा राष्ट्रपति भनेको सेरोमनियल हो, कार्यकारी होइन। कार्यकारी भनेको प्रधानमन्त्री नै हो। अब राष्ट्रपति नै कार्यकारीको भूमिका खेल्दैछ। यो चाहिँ संविधानले चाहिँ नि राष्ट्रपतिको जुन कर्तव्यलाई चाहिँ निष्क्रिय बनाएको छ हैन। अब राष्ट्रपति नै राजनीति गर्न थालेपछि त महाअभियोग भन्ने कुरा पनि छ। हेर्नुस् पछाडि यस्ता कुराहरुमा राष्ट्रपति नफस्नु नै राम्रो हो क्या। जस्तो बहुमतको सरकार आएको छ, जस अपजस सबै कुराहरुको चाहिँ नि उत्तरदायित्व वहन गर्ने भनेको प्रधानमन्त्रीले नै हो, किनभने उ कार्यकारी हुन्छ हैन। जे अध्यादेश आछ पारित गरिदिने हो क्या। राष्ट्रपतिले चाहिँ त्यहाँ रोक्ने र रोकाउने संविधानको संरक्षक हो। त्यही भएर अब कार्यकारीको भूमिका खेल्ने प्रयास चाहिँ नगरौँ है। राष्ट्रपतिज्यूले राजनीति गर्दा अलि नराम्रो हुन्छ, नराम्रो पनि हुन्छ। संविधानले पनि राष्ट्रपतिलाई राजनीति गर्ने अधिकार दिएको छैन है। राष्ट्रपतिज्यूले यो कुरा कहिले बुझ्ने हो कुन्नी है। संवैधानिक परिषदमा उपस्थित भएको मध्ये बहुमतले पारित गर्ने भन्ने अध्यादेश जारी गर्नु परेको किन हो भने चाहिँ संवैधानिक नियुक्ति पाएका अख्तियार प्रमुख यस्ता छन् हैन। यसमा झोले भर्ना गरेको छ भ्रष्टहरूले। अब त्यसलाई हटाउनु पर्यो भने तपाईको उपस्थित संख्याले बहुमतले पारित गरेर हटाउने भन्ने नियम ल्याउन खोज्या हो। अब यसमा के हुन्छ भने तपाईको ठ्याक्क झोलेलाई हटाउनु पर्यो भने एउटा अनुपस्थित भइदिन्छ के। त्यसलाई उपस्थित गराउँदा फेरि यताबाट अर्को अनुपस्थित भइदिन्छ के। त्यो गर्दाखेरि निर्णय हुन सक्दैन। सो त्यही भएर अनुपस्थित भए पनि उपस्थितको बहुमतले चाहिँ नि त्योलाई हटाउनु पर्यो। यसरी काम गर्न सजिलो हुन्छ भनेर चाहिँ यो गर्न खोजेको हो। अब यो कुरालाई राष्ट्रपतिले रोक्दिन्छ भने फेरि जनता गाह्रो छ। राष्ट्रपतिज्यू केही नअट्काउनुस् के अहिले, फेरि तपाई नै अड्किने सम्भावना बढी हुन्छ के हो।